हेलो मित्रहरू, गुड आफ्टरनुन सबैजनालाई। खै त के गर्नु साथीहरू, यस्तै छ गाउँघरको है। पक्का चारो पकाउने कार्यक्रम भइरहेछ। यसरी हो चारो पकाउने है, ड्याम भन्नुपर्दा। अनि पानी पनि पुरा पुऱ्याएछ बाहिर है, बाफरे बाफ। यस्तो चाहिँ काम भनेको कुनै पनि सानो ठुलो होइन। काम पनि आफ्नै अवस्था र परिवेशमा गर्नुपर्ने हुन्छ है। परिवेश अनुसार कामहरू गर्नुपर्ने हुन्छ है त साथीहरू। काम सानो ठुलो गर्दैमा केही फरक पर्दैन। काम भनेको सबै समान तरिकाले गर्नुपर्ने हुन्छ। अनि यता बाहिर भने पुरा बर्सात भइरहेको छ है, देख्न सक्नुहुन्छ। ल त मित्रहरू, आज यति नै है। फेरि पनि आउनेछु हाम्रो यो लोकल पारामा है त।